हाम्रो एबिसी को ट्रेकिङ चाहिँ यहाँबाट सुरु भएको छ अन्नपूर्ण बेस क्याम्पको साउथवाला। हामी अहिले ठ्याक्कै यहाँ चाहिँ यो हरिचोक पोखरामा आइपुग्यौँ। काठमाडौँबाट 7:30 बजी 8 बजीको फ्लाइटमा आयो। त्यस पछाडि ठ्याक्कै यहाँ एयरपोर्टबाट हरिचोकमा आयो। यो चाहिँ तपाईँको यहाँबाट चाहिँ अब हामी झिनो जान्छौँ। एबिसी झिनोसम्म गाडीमा जान्छौँ। त्यस पछाडि त्यहाँबाटको आजको हाइकिङ सुरु हुन्छ एबिसी। अबको नेक्स्ट डेस्टिनेसन एबिसी। बिचबाट छ बाबा हामी 1.5 घण्टा जति 2 घण्टा जति लगभग 45 मिनट जति चाहिँ अफरोड जान्छ। ल हामी चाहिँ अहिले ठ्याक्कै सामरुङ आइपुग्यो। यहाँबाट चाहिँ जिपबाट सामरुङ आउँदो रहेछ। यहाँ लगभग 2.5 घण्टा लाग्यो। अब यहाँबाट चाहिँ हामी टक्कसँगले यो टोली हाम्रो 3 जनाको टोली सट्टसँगले यता हुँदै जान्छौँ। यहाँ माथि हिमाल देखिसक्यो अघि नै ऊ पर हिमाल देखिसकेको छ। अब यहाँदेखि हामी पारी जान्छौँ। झुलो के अरे होइन के झिलु जान्छौँ। अनि झिलुमा गएर खाना खान्छौँ। त्यस पछाडि हट स्प्रिङ गर्छौँ। त्यस पछाडि हामी त्यहाँबाट आजको ट्रेकिङ सुरु गर्छौँ। ल बाटो चाहिँ राम्रै रहेछ। अब यतिकोलाई पहाडको बाटो हिमालको बाटो यतिकोलाई राम्रै भन्नुपर्छ। ठिकै हो अफ रोड छ। आउनेहरूले चाहिँ अब 2.5 घण्टा जति चाहिँ टाइम लाग्ने रहेछ यहाँसम्म आइपुग्नको लागि चाहिँ। ल सी यू। माथि के हुन्छ हामी अपडेट गर्दै जान्छौँ। ल हाम्रो सरहरू अगाडि लागिसक्नु भएको छ। हामी यता छौँ। यो पारी गएर खाना खाने। यो तल जोलुङ्गे पुल माथि हिमाल देखिसकेको छ। यतापट्टि डाँडा यतापट्टि यहाँबाटसम्म गाडीमा आयो। अब यहाँबाट लागिन्छ साथीहरू पुल। यहाँ तल झोलुङ्गे पुल तरेर ट्याक्कसँगले अनि माथि जानुपर्छ। अब माथि धेरै कुरा खिच्नु छ। त्यही भएर ब्याट्री बचाउनुपर्छ। अहिले यो तल धेरै खर्च गर्नु हुँदैन। ल हाम्रो दिराज सर आउँदै हुनुहुन्छ यहाँ सस्पेन्सन ब्रिजमा। पार गरिसक्नु भयो। निकै हल्ला आयो उहाँलाई। टर्बुलेन्स कतिको भयो ब्रिजमा? ल यता हाम्रो दाइ प्रेम दाइ के छ तपाईँको पहिलो चाहिँ यो ट्रेकिङ? यो राम्रो महसुस भइरहेछ। रमाइलो लागिरहेछ। भर्खर जस्ट स्टार्ट हुँदैछ। अब अहिले माथि जाँदै गएपछि थाहा हुन्छ। हिमाल चाहिँ अघि देखिसक्यो होइन? हिमाल एकलट हानिसक्यो। तर अझै अब धेरै नजिकबाट देख्न बाँकी छ। त्यही कारणले यो अन्नपूर्ण बेस क्याम्प जाने बाटो। ल अहिले चाहिँ हामी यो झिनुबाट खाना खाएर लाग्यौँ। खाना एकदम मिठो रहेछ। यहाँ एउटा होटलमा खाइयो। खाना गजब लाग्यो। भोक लागेर हो कि अब हो लोकल साग चिकन पनि पाउँदो रहेछ यहाँसम्म चाहिँ। खानाको कस्ट चाहिँ खै हामीले 3 जनाको तिरेको लगभग 1900 कति तिर्यो चिकन खाना। त्यति महँगो होइन, ठिकै हो। अब यहाँबाट हामी आज चाहिँ सिन्वा अप्पर सिन्वासम्म पुग्ने प्लानमा हो। यहाँबाट फर्स्टमा चम्रुङबाट अनि सिन्वा तल्लो सिन्वा त्यहाँबाट अप्पर सिन्वासम्म पुगिन्छ होला। उकालो छ भनेको छ। त्यहाँ होटल बुक गरेका छौँ। निकै टाइट छ अहिले सेड्युल। त्यसको लागि अब यहाँबाट लाग्यो। यस्तो उकालो छ यो बाटो। चुम्रुङसम्म जाँदैछ। खच्चडहरू यहाँ भेटिन्छन्। यहाँको सामान ढुवानी गर्ने एकदमै राम्रो साधन हो यो खच्चड भनेको चाहिँ। करिब 1 घन्टा 10 मिनट लाग्यो सर। हामी झिनुबाट चुम्रोङ आइपुग्यो। ठाडै उकालो पनि कति उकालो रहेछ भने ठाडै उकालो। यहाँ हाम्रो दाइ पोटर दाइ हुनुहुन्छ। सामान उहाँले ल्याइदिनु भएको छ। हामी त्यत्तिकै हिँड्दा पनि यति गाह्रो छ।
कहाँसम्म यो तल गाडी आउने ठाउँसम्म कसरी यो स्याउ कसरी छ 2600 खायो केजीको कि कसरी यो केजी कसरी केजीको यसलाई माथि जाने भने महँगो पर्छ 300 रुपियाँ पिस पर्छ माथि है यहाँ हामीले 100 रुपियाँ पिस दिएको छ किलोको 500 मा दिएको छ ए किलोको 500 पिस पनि किन्छ एक एक पिस किन्छ नि ए पिस चाहिँ 100 रुपियाँ पिस 100 रुपियाँ पिस आम्मामा यो सुन्तला 50 ल नेपालको झन्डा रहेछ साथीहरू तल हुनुहुन्छ पर्खिरहेको छु म चाहिँ एबिसी ट्रेक गर्ने भिड यस्तो छ है साथीहरू विभिन्न देशबाट आउनु भएको छ साना ठुला सबै उमेर समूहका मान्छे छ ल यो पारी देखिएको चाहिँ यो तलको यो चाहिँ लोवर सिनमा रहेछ त्यहाँदेखि यो माथि देखेको यो चाहिँ अप्पर सिनमा अहिले हामी चाहिँ अब यहाँ तल यो खोलामा पहिला झर्छौँ यहाँदेखि यो हुँदै यो खोलामा झर्नु पऱ्यो खोलामा झरेपछि पहिला यो लोवर सिनेमामा जानु पऱ्यो अनि यो अप्पर सिनेमासम्म जाने आजको प्लान छ हेरौँ कहाँसम्म पुगिन्छ ल प्रेम दाइ कस्तो लागिरहेछ अब यहाँ त्यो अलिकति अब अघिसम्म त रमाइलो भएको थियो क्यारा अहिले पनि ठिकै छ सर अब अहिले इन्जोय नै भइरहेछ अब यहाँबाट टक्क यता तल बाटो तल खोलामा गएर फेरि पारी गएर फेरि ऊ माथि डाँडामा पुग्नुपर्ने छ आजको बास रमाइलो भइरहेछ सर रमाइलो भइरहेछ है ल ठिक छ अनि सरको के छ एक्सपिरियन्स कस्तो भइरहेछ अलिकति अब एनर्जी सकिने गयो हो तर बट आइ एम इन्जोइङ ओके ठिक छ इनर्जी त अब हामीसँग इनर्जी बोकेका छौँ त्यस्तो भइहाल्यो भने फेरि घरहरू टन्नै रहेछ यो होटलहरू इटी हाउसहरू यहाँदेखि तलसम्म जहाँ बसेर खायो नि हुने रहेछ कति हो कति यहाँ साथी पैसा चाहिँ पकेट चाहिँ दर बनाएर आउनुहोस् भारी खासै धेरै नबोक्नुहोस् सजेसन त्यही एउटा अम्बाको 150 मात्रै पर्छ एउटा अम्बाको चाहिँ 150 जति पर्ने रहेछ पर्न चाहिँ अनि पकेट चाहिँ दर बनाएर आउनुहोस् न डेट टाइम ओह्रालो गरेर त ठिकै छ उकालोमा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ हो उकालो ओह्रालो झापामा 1300 हिँडेको बानी हाम्रो प्रेमदालाई उकालो ओह्रालोले बनायो झापामा आलीमा साइकल कुदाएको यहाँ बाटोमा हिँड्नै नसकिने रहेछ हो त्यही भने गाह्रै बनायो झापालीको दम पनि देखियो देखियो ल यो चाहिँ हाम्रो मोदीजी भारतीय भए पनि इन्डियन भए पनि यो चाहिँ हाम्रो नेपाली मोदी खोला हो माथि पहिरो पस्यो होला नि कतै यो मोदी खोलाको तिरैतिर हामी दायाँ बायाँ हुँदै जान्छौँ सायद यतापट्टि ल हामी चाहिँ हिजो यहाँ अप्पर सिन्वा भन्ने ठाउँमा आएर बस्यो होटलमा अहिले बिहान हिजो राति आइपुग्यो फोटो भिडियो केही लिन पाइएन अहिले चाहिँ बिहान पखटक्क उठेको अब यहाँ ब्रेकफास्ट लिने तयारी गर्दै मौसम एकदम राम्रो खुलेको छ यो पारी हिमाल देखिसकेको छ उपर हिमाल टक्कसँगले चाहिँ देखिँदैछ माथि डाँडामा अब यहाँबाट हामी चट्ट ब्रेकफास्ट लिन्छौँ ब्रेकफास्ट लिएर अनि त्यस पछाडि करिब 7:30 तिर यहाँबाट चाहिँ आज हाम्रो यात्रा तय हुनेछ र आजको नेक्स्ट डेस्टिनेसन चाहिँ माछापुच्छ्रे बेस क्याम्प रहेको छ माछापुच्छ्रे बेस क्याम्पमा गएर केही समय त्यहाँ सायद आज हामी त्यहाँ बस्छौँ अनि भोलि बिहानै त्यहाँबाट फेरि अन्नपूर्ण बेस क्याम्पतर्फ लाग्नेछौँ यस्तै छ हाम्रो साथीहरू सुताइ एकदम राम्रो भयो आज कम्फर्टेबल सुताइ भयो अलिअलि साइडबाट डिस्टर्बेन्स बाहेक अरू कुराहरू एकदम नर्मल नै भएको थियो ल हामी चाहिँ अहिले अब यहाँबाट चाहिँ अप्पर सिन्वाबाट लाग्यौँ अप्पर सिन्वाबाट टक्क यतापट्टि यो माथिको माउन्टेन हेर्दै अब यहाँबाट जान्छौँ सरहरू के छ खबर कस्तो रह्यो सुताइ कस्तो रह्यो सुताइ ठिक छ हिजो 2 गिलास झैखट्टे खाइयो नयाँ टेस्ट झैखट्टे अनि त्यस पछाडि त्यसले राम्रो काम गर्यो सुताइ राम्रो भयो जे सुत्न कम्फर्टेबल अलिकति धोतीहरूले डिस्टर्ब गरेर साइडका उडिसा पार्टीले त्यो अब यो हाइकमा चाहिँ ट्रेकिङमा चाहिँ कस्तो हुँदो रहेछ भने अब रुम तपाईँको टी हाउस अब एउटा काठले यसो बारेको होइन अनि साइडमा बस्ने रुममा बस्ने मान्छेले चाहिँ हल्ला गरिदिने भएपछि
त्यो होल सबैलाई डिस्टर्ब हुँदो रहेछ है। त्यो भएको कारणले साथीहरू तपाईँहरू चाहिँ त्यस्तो नगर्नु होला। हामी चाहिँ अलिअलि त्यस्तो भएर आएर साथीहरूलाई अलिक डिस्टर्ब भयो। स्पेसली हाम्रा इन्डियन गेस्टहरूले चाहिँ के गर्यो भने पुरै हल्ला गरेर रातभरि बसे अनि हामी एकदम कम्फोर्टेबल्ली सुत्न मन लागेको मान्छेहरूलाई पनि सुत्न पाएँ होइन। त्यो चाहिँ ट्रेकिङ हाइकिङ हिँड्दाखेरि विचार गर्नु होला। अरू त अब ठिक छ, आजको हाम्रो यात्रा भनेको माछापुच्छ्रे बेस क्याम्पसम्म हो। त्यहाँ गएर बस्ने अनि भोलि त्यहाँबाट चाहिँ अन्नपूर्ण बेस क्याम्प। ल यहाँ हेर्नु है साथीहरू, लङ्गुरहरू पुरै अट्याक गर्न आउँदैछन्। यी लङ्गुरहरू अलि डेन्जर रहेछ नि। लङ्गुर बाफ्रे टन्ना छ नि रुखदेखि फुत्ता झरे, झन्डै टाउकोमा झरे नि यार। यिनीहरू त अनि मोबाइल भेट्यो भने त झ्याप्पै लाने सम्भावना भयो त। लगेर यसो हेर्छन् एकछिन, आफ्नो फोटो हेर्छन्, है म त कस्तो रहेछु भन्छन् अनि फालिदिन्छन् नि। यहाँ चाहिँ पुरै भेडा आउँदैछन्। कहाँ लाने हो न यो भेडा? सिनुवाभन्दा माथि हान्न त हान्दैन नि। भेडा आइज त ल अरे यहाँ भेडा यिनीहरू चाहिँ तल लग्यो अरे माथिबाट। अब ए मलाई नहाने हान्लास् नि फेरि। भेडालाई उँधौली लागे जस्तो छ, उमौलीबाट उँधौली। अब ल धेरै रहेछन् त, झन्डै 200 जति छन् क्या हो यो त। ओ साथी आयो है भेडा त धेरै रहेछन्, धेरै। यहाँ हाम्रो दाइ ल राम कति रहेछ र भेडा त? 200-300 नै रहेछन् यार। ओ कहीँ दिएको? हेलो ओ साथी गइसक्यो साथी तल, जाऊ हेलो गइसक्यो तल। यो ज्याङ्गो रहेछ। पोल्दैन रहेछ यिनीहरूलाई फेरि यो सिस्नोले। पुरै सिस्नोमा छ नि त, हेर्नु त सिस्नो छ नि यहीँ। ए हो र? ए हामी यो यस्तो पक्रियो हो, यस्तो यो यो अल्लो हो के? टेस्ट गरौँ एकचोटि। खतरा पोल्छ नि। मैले मजाले एउटा यो पानीको झरनाहरू भन्ने कुराहरू त एकदमै अप देयरदेखि यहाँ चाहिँ ल उहाँले पानी खान बेर लाउनुहुन्न यहाँ। वाउ द्याट्स भेरी नाइस। सो नेचुरल। अहिले चाहिँ हामी बेम्बो जाँदैछौँ। अप्पर सिन्वाबाट बेम्बो जाने बाटो यो। घाम ठ्याक्कै टल्केको छ, अहिले घाम लागेको छ। यतापट्टि एउटा राम्रो भ्यू देखिन्छ, यो सानो खोला, यतापट्टि चाहिँ झरना, राम्रो झरना छ।
ल यो चाहिँ बेम्बो जुन चाहिँ अप्पर सिनेमाबाट हामीलाई चाहिँ झन्डै डेढ घन्टा लागेको छैन 1 घन्टा 20 मिनट जतिमा आइपुग्यौँ तर हाम्रो आजको स्पिड अलिक कम छ साथीहरू अझै पछाडि नै छन् कता छन् थाहा छैन त्यो भएर अलिक कम छ यो चाहिँ बेम्बो 4145 मिटर हाइट फ्रम सी लेभल सो यहाँ आइपुग्यो यहाँ पनि बस्नु मिल्छ यहाँ थुप्रै टी हाउसहरू यहाँ पनि छन् र यो बेम्बो भयो दोभानबाट यस्तो छ सरहरू चाहिँ भर्खर देउराली आइपुग्नु भयो ए सरी देउराली होइन बेम्बो आइपुग्नु भयो चाहिँ अप्पर सिनेमाबाट चढ्दै जाँदाखेरि सेन्स अलिकति कम हुन्छ भन्छन् के हो ठाउँको नाम चाहिँ बिर्सिँदै गयो कि क्या हो होइन एकदमै अक्सिजनको कमी भयो भने हाम्रो सडन स्नायुहरूलाई चाहिँ त्यसले सिस्टमले बन्द गरिदिन्छ अरे कि ताकि धेरै नसोचौँ होइन धेरै इनर्जी लस नहोस् भनेर सो द्याट्स नर्मल द्याट्स हाम्रो बायोलोजिकल मेकानिजम चाहिँ त्यो हो कि सो द्याट्स वाइ अलिक माथि जाँदै गयो भनेदेखि हामी धेरै कुरा बिर्सिँदै जान्छौँ अब यति नहोस् कि हामी श्रीमती घर परिवारलाई चाहिँ नबिर्सौँ माथि जाँदा बिर्से पनि झर्दा सब्जी हालिन्छ सडुक्क ल हामी दोभान जाँदैछौँ अब हाम्रो भाइहरू यता आउँदै हुनुहुन्छ विराज सर पर हुनुहुन्छ प्रेम दाइ यहीँ हुनुहुन्छ पानी पछि मजाले बगिरहेको छ माथिबाट आएको माथि सिरबाट यसरी आएको छ राम्रो ट्रेल छ यो एकदमै तेर्सो रहेछ यो करिम यो चाहिँ उकालो छैन तपाईँ देउराली के अरे बेम्बोबाट यता लागिसकेपछिको एकदमै राम्रो छ बाटो आनन्दले हिँड्न मिल्छ घाम ठ्याक्कै लागेको छ ट्रेकिङमा हाइकिङमा हिँडेपछि कहिले पनि मोबाइलको गीत सुन्नु हुँदैन है साथीहरू किन थाहा छ मोबाइलबाट गीत सुन्नुभयो भने तपाईँले यो साउन्ड मिस गर्नुहुन्छ सुन्नुहोस् त एकचोटि ओके सो यो चाहिँ दोभान आइपुग्यो दोभान चाहिँ बेम्बोबाट त्यति टाढा रहेन रहेछ हामीलाई लगभग 35 मिनट जति लाग्यो दोभान आइपुग्नुको लागि सो यो चाहिँ यहाँ पनि मान्छे बस्नु मिल्छ यहाँ पनि टी हाउसहरू छ दोभानमा यो दोभान भयो यहाँ होटलहरू सानो टी हाउसहरू छन् हामी यहाँ मोस्ट प्रोबेबली यहाँ केही खान्छौँ नुडल्सहरू बिहान ब्रेकफास्ट लिएर आएको थियो ब्रेकफास्टमा ब्रेडहरू मात्रै थियो खासै त्यस्तो हेभी थिएन त्यो कारणले गर्दा आई थिङ्क हामीले केही लिनुपर्छ यहाँनिर यो दोभानबाट माथि लाग्दैछौँ दोभानबाट हिमालयमा जाँदैछौँ अलिक थोरै एलिभेसन गेन हुन्छ यहाँ सो यहाँ चाहिँ यस्तो लेखेको रहेछ आदरणीय पदयात्री महानुभावहरू अहिले तपाईँ अन्नपूर्ण आधार शिविर पदमार्ग अन्तर्गत हिमालयन बारा क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ आदिमकालदेखि नै धार्मिक शक्तिपीठका रूपमा मानिँदै आएको पेजेङयम बारा मन्दिर यस क्षेत्रका पवित्र आस्था तथा विश्वासको देवालय हो प्राकृतिक विपद तथा अकल्पनीय दुर्घटनाको रक्षार्थ गर्ने शक्तिपीठको रूपमा यसलाई लिइन्छ यस क्षेत्रमा मासुजन्य जीवजन्तु लैजान सक्त मनाइ छ यदि त्यस्ता मासुजन्य जीवजन्तु ओसार पसार गरेमा ठुलो अनिष्ट हुन्छ भन्ने किम्वदन्ती परापूर्वकालदेखि नै रहिआएको छ चलिआएको छ तसर्थ यस क्षेत्रमा फोहोर मैला र अनावश्यक होहल्ला ध्वनि प्रदूषण जस्ता अमर्यादित कार्यहरू नगरिदिनु हुन विनम्रतापूर्वक अनुरोध गरिन्छ भनेर भनेको रहेछ यहाँ चाहिँ मासु मांसहरू लिएर जान पाइँदैन यहाँदेखि माथि चाहिँ हामीले लगभग मासुहरू खान पाउँदैनौँ सो दोभानदेखि यता लागेपछि
हिमालय चढ्ने हिमालय जाने बाटोमा यस्तो झरना रहेछ माथिबाट यस्तो दामी झरना रहेछ यहाँनिर एउटा मन्दिर बनाएको छ सो यो मन्दिरको ठ्याक्कै यतापट्टि यस्तो राम्रो झरना छ माथिबाट झरना झरेको छ र यो तलसम्म यस्तरी देखिएको छ दामी झर्ना रहेछ यो मन्दिर भयो सो यो चाहिँ हिमालय आइपुग्यो हिमालय 2920 फ्रम सी लेभल 2920 को हाइटमा छ यो हिमालयनमा यो खाना खाने ठाउँ टी हाउस एक दुईवटा छन् के अरे यहाँ राम्रो छ घाम एकदम मजाले लागेको छ यहाँ आएर खाना खान सकिन्छ लन्चको लागि हामी चाहिँ बेम्बोबाट हिँडेर यहाँ खाना खानको लागि आइपुग्दैछौँ हाम्रो टिम चाहिँ अगाडि नै छ तर म चाहिँ यहाँ आइपुग्यो लगभग मलाई 20 मिनट त्यहाँ भनेपछि म 11:20मा हिँडेको 12:20 ठ्याक्कै 1 घन्टामा आइपुग्यो ल यो चाहिँ हिमालय यता माथिको भ्यू तपाईँहरूले ल यो चाहिँ देउराली तल हिमालयनबाट लगभग मलाई चाहिँ 35 मिनट लाग्यो यहाँ आइपुग्नलाई यहाँदेखि पुग्न अझै लाग्छ सायद 10-12 मिनट उपर पुग्नलाई सो देउराली त्यस पछाडि माछापुच्छ्रे बेस क्याम्प एउटा मन्दिर रहेछ ओडाहरूमा यहाँ हाम्रो फोटो भयो अहिले चाहिँ हामी 3200 मिटरको हाइट सी लेभलबाट देउराली आइपुग्यो यो चाहिँ हिमालयबाट 1 घन्टा ठ्याक्कै 1 घन्टा लाग्यो मलाई चाहिँ तर साथीहरू पर कता छन् उनीहरूलाई चाहिँ झन्डै 1 घन्टा 20 मिनटदेखि 2 घन्टा जति लाग्न सक्ने सम्भावना 1 घन्टा 30 मिनटसम्म लाग्न सक्ने सम्भावना छ यहाँ चाहिँ देउराली 3200 अब यहाँबाट माछापुच्छ्रे बेस क्याम्प 2 घन्टा लेखेको छ यहाँबाट हेरौँ कति लाग्छ हामीलाई यो छ यो देउराली ल यो देउरालीको टपमाबाट देउरालीको तलपट्टिको भ्यू यस्तो राम्रो देखिने रहेछ यो चाहिँ देउरालीबाट यता उँधो साउथतिर खिचिँदैछ यो खोलो भयो हामी जाने चाहिँ यता हो अब ल हाम्रो चाहिँ एबिसी ट्रेकको आजको दोस्रो दिनको चाहिँ हामी लगभग अन्तिम डेस्टिनेसनतिर छौँ र अहिले हामी एमबिसीतिर जाँदैछौँ देउरालीबाट कुहिरो ड्याममा लागेको छ दिरासर उही मुद्रामा बिहान जस्तो अहिले पनि त्यस्तै छ उहाँको न फास्ट छ न स्लो छ एकदमै एभरेज छ उहाँले फ्रेस देखिनु भएको छ
सर यता उहाँको फर्स्ट एक्सपिरियन्स हो, उहाँलाई त यो एबिसी भन्ने कतिखेर पुगौँ र हेरौँ भन्ने भएको छ। अनि त्यस पछाडि अहिले चाहिँ यहाँ कुहिरो ड्याम्म लागेको छ, यो तल खोलाको भाग हो। अब यो कुहिरो यहाँ यसरी देख्न सक्नुहुन्छ, एक छिममा कुहिरो एक छिममा घाम। यो बाटो हुँदै हामी जान्छौँ। अहिले हामी माछापुच्छ्रे बेस क्याम्प पुग्ने तर्खरमा छौँ। ल यहाँबाट करिब अब 1.5 घन्टा, 1 घन्टादेखि 1.5 घन्टामा हामी माछापुच्छ्रे बेस क्याम्प पुग्छौँ। ल हिँडौँ साथीहरू। ल फाइनल्ली हामी चाहिँ एबिसी आइसकेका छौँ, अन्नपूर्ण बेस क्याम्प। के छ दाइ? ठिक छ, गुड छ, गुड छ, आनन्द भयो, सकुशल आइपुग्यो। दामी। ल भ्यू ट्याक्क माउन्टेन खोल्ने बेला भयो। अहिले बिहान 6 बज्यो। हामी आज माछापुच्छ्रे बेस क्याम्पबाट यहाँ आयौँ। ठ्याक्क माउन्टेन खोलेको छ। यो ठ्याक्कसँगले यो रेन्ज हो, यो अन्नपूर्ण रेन्ज हो सबै। यो परै अन्नपूर्ण हिमाल यसरी देख्न सकिन्छ। यतापट्टि अरू हिमालहरू छ। यो हिमाल चाहिँ यो चाहिँ माछापुच्छ्रे हो, यो माछापुच्छ्रे हिमाल हो। Okay, this one is 10 peak, and you see another there, 7,445 meter Annapurna tree. Which Another big one. That's one. Left. यता यो पट्टिको यो ओके। And there is a sharp one, Gandharva Chuli. यो चाहिँ गन्धर्व। And the fish tail. यो गन्धर्व हैन, फिस्टेल कुन हो? पिस्टल दिस अनि उ माछापुच्छ्रे देखिदैन। त्यही त हो, माछा ए माछापुच्छ्रे यो माछापुच्छ्रे हैन। के बोक्नु एकछिन। हाम्रो फाइनल डेस्टिनेसनमा आइसकेका छौँ, जुन चाहिँ रहेको छ अन्नपूर्ण बेस क्याम्प। र यो एबिसी को बेस क्याम्पमा हामी आइसकेका छौँ। हाम्रो टोली यहाँ देख्न सकिन्छ अन्नपूर्ण बेस क्याम्प, जुन चाहिँ रहेको छ 4130 मिटर्स फ्रम द सी लेभल। र अहिले ठ्याक्कै बिहानको समय छ, एकदमै राम्रो मौसम खुलेको छ। हामी आज माछापुच्छ्रे बेस क्याम्पबाट आएको। त्यस पछाडि यतापट्टि यो माथि हेर्न सकिन्छ अन्नपूर्ण चाहिँ यो 7000 समथिङ कतिको। दाइ अलिकति यता आउनु त। 7000 समथिङको यो माथिको भयो। त्यस पछाडि मेन अन्नपूर्ण 8000 प्लसको चाहिँ यो माथि देखिएको चाहिँ मेन 8000 प्लसको। त्यस पछाडि यतापट्टि यो परको अन्नपूर्ण, अर्को अन्नपूर्ण समथिङ 7000 कतिकै भन्नुभयो, यो परको देखिएको। त्यस पछाडि यो चाहिँ के अरे अर्को लेक, अर्को माउन्टेन समथिङ के भन्ने माउन्टेन। यो पनि 8000 माछापुच्छ्रे हो दाइ, माछापुच्छ्रे नभन्नुहोस् न। होइन माछापुच्छ्रे यो हो, त्यो अन्नपूर्ण थियो होइन। अनि यो चाहिँ माछापुच्छ्रे, यो चाहिँ फिस्टेल। सो यो माछापुच्छ्रे। सो हाम्रो टिम आइसकेको छ। यो चाहिँ हामी अन्नपूर्ण बेस क्याम्प आइसकेका छौँ। यो अन्नपूर्ण बेस क्याम्प, यो माथिको अन्नपूर्ण, त्यस्तै गरी अन्नपूर्ण हिमाल एउटा यो 7000 समथिङको। त्यस पछाडि यतापट्टि हेर्न सकिन्छ यो अन्नपूर्ण हो, मेन अन्नपूर्ण चाहिँ, जो चाहिँ 8000 भन्दा माथिको अन्नपूर्ण चाहिँ यो भयो मेन अन्नपूर्ण। त्यस पछाडि यता अन्य हिमालहरू छन्। यतापट्टि यो रेन्ज राम्रो देखिएको छ। यतापट्टि अन्नपूर्ण 3, अन्नपूर्ण 3rd यो हो। त्यस पछाडि यतापट्टि यो अर्को एउटा 8000 समथिङकै माउन्टेन हो, यसको नाम मैले ठ्याक्कै बिर्सेँ। त्यस पछाडि यता आएर यो माउन्टेन चाहिँ रहेको छ माछापुच्छ्रे। सो यो माछापुच्छ्रे माउन्टेन राम्रो देखिएको छ। भ्यू बिहानको समय छ, वरिपरि भर्खर एउटा हेलिकप्टर आएको छ अन्नपूर्ण बेस क्याम्पमा। अनि यहाँबाट खै अब यो के लिन आएको हो थाहा भएन।
बिरामी लिन आएको के लिन आएको